गुड मर्निङ सबैजनालाई। आज म चाहिँ माइती घर मेरो नम्बुदोमा छु। यो चाहिँ मेरो पुरानो घर, 3 तलाको घर थियो। भुइँचालोले गर्दा यस्तो बनाइदिएको छ गाइज होइन। भुइँचालोले गर्दा होइन टाइलको घर थियो, जस्तो घर बनाइदिएको छ भगवान्ले। आफू जन्मेको घर यस्तो रमाइलो लाग्छ होइन। अनि हामी चाहिँ आज आमाको मुख हेर्ने कसरी हेर्ने भन्दै पुरा तयारी गर्दैछु दिदी सबैजना होइन। हेलो माल दाइ, ठिक छ? के छ मलाई एउटा गीत गाइदिनु त। सागरको सरी चोखमाया हाम्रो बहिनीसँग हुन्छ। हाम्रो मालदाई हो होइन। मेरो बाबा त्यहाँ हुनुहुन्छ, तामाङ भयो नेपाली हाम्रो। तामाङ गीत गाइदिनु त एउटा। जति माया लासन गन्न मैतिर हात होला, जति माया लासन मैतिर हात होला, मिला तिम्री आचिरो होइन त्यस्तो भन्दैछ। अब है हाम्रो चाहिँ पुरा टन्नै गाई बस्तुहरू पनि पालेको छ होइन। बाख्राहरू हेर्ने पुरा बाख्रा हो, पुरा भैँसीहरू। भैँसीले 7-8 लिटर दुध दिन्छ अरे। आज दुधको चाहिँ मिठो खायो क्या। अब अरू ठाउँमा जहिले खायो पनि तर आफ्नो गाउँघरमा भनेर गाउँघरमा हुन्छ नि त, मिठो खायो। अब बाबाहरू के गर्दै हुनुहुन्छ खोइ कुनै भित्र मेरो। अब म चाहिँ बाहिर छु गाई चाहिँ। दिस इज अ गाइड भ्यू। दिस इज अ गाइज रो, दिस इज अ गाइज भ्यू रो माइली जानु। गाइज भ्यू रो माइली चाहिँ। हेलो सपनी, के बनाउँदैछौ सपनीले? अन्डा चना। अन्डा चना होला, बधाई छ। अन्डा चना बनाउँदैछ अरे। ऊ एकजना कुखुरा ल्याउँदैछ गाइज। शिवायु, हेलो शिवायु, ठुलो मामुसँग हो कुखुरा काट्दै। हाम्रो बाउ हेर अब कुखुरा काट्न तयारी हुँदैछ। भोटी हो नि त, तयारी हुँदैछ। तयारी हुनुहुन्छ भने तयारी हुँदै हुनुहुन्छ अरे। कुखुरा लगेर जानुभयो बाउले। अब एकछिनमा तयारी हुन्छ होला। बाख्राले म्या गर्दैछ म आएँ भनेर। हेलो भन्दैन, हेलो भनिदेऊ। हेलो गरिदेऊ बाख्रा। हजुर ल ल, तिलगिलको भन्दैछ त्यहाँभित्रबाट कराउँदैछ। हेलो गरिदेऊ। हेलो हेलो। सुमन तामाङ हो मेरो ब्रदर। सुमन भनेको जागरिलो, एकदम जागरिलो होइन दाइ। यस्तो जागरिलो मान्छे कोही पाउँछ? शिवाय ताली बजाइदेऊ, ताली डिस्कर्डिङ परिदिन्छ। एउटा कुखुरा काट भन्दा अर्को कुखुरा परेछ गाई, त्यही भएर त्यस्तो भन्नुभयो बाउले चाहिँ होइन। आफू चाहिँ धेरै भिडी भयो होइन।